सम्पूर्णलाई मेरो नाम चाहिँ गोपाल सिंह खालु। तपाईहरुले चिन्नु नै भएको छ, कतिपयले चिन्नु भएको छैन भने पनि म तपाईहरुलाई फेरि पुनः मेरो आफ्नो परिचय दिन चाहे। र आज मैले यो भिडियो मुख्य बनाउनुको उद्देश्य भनेको लिले सुनार बचाउ अभियान हामीले चाहिँ पहिलेदेखि नै सुरुवात गरेका थियौं र अहिले पनि त्यो निरन्तर जारी छ। लिले सुनारको चाहिँ आज वीर हस्पिटल काठमाडौँमा रहेको वीर हस्पिटलमा चाहिँ आज किडनी ट्रान्सप्लान्ट भयो। उहाँको धर्मपत्नीले चाहिँ त्यो किडनीलाई चाहिँ प्रोवाइड गर्नु भएको छ र उहाँले चाहिँ त्यो किडनी दिँदै जाँदा हामीलाई चाहिँ कति सोच्न बाध्य भयो कि मानवता अझै पनि मरेको छैन, एउटा धर्मपत्नीले गर्नुपर्ने कर्तव्य अझै पनि मरेको छैन, धर्मपत्नी भने के हो भन्ने कुरा एउटा सत्य साबित पनि उहाँले गर्नुभएको छ। र आज चाहिँ आदरणीय मेरो काकाको चाहिँ किडनी ट्रान्सप्लान्ट सक्सेसफुल भइसकेको छ। सम्पूर्ण डाक्टर टिमहरूलाई वीर हस्पिटलको सिंह परिवारलाई एकदम म थ्यांक यू भेरी मच एकदम धन्यवाद दिन चाहन्छु। र अहिले पनि काका अझै होसमा आउनु भएको छैन, होसमा आउने कार्यक्रम जारी नै छ, 2-4 घण्टापछि आउनुहुन्छ होला। म भर्खरै हस्पिटलबाट आएको छु र यसै लिले सुनार बचाउ अभियान सुरुवात गरेसँगै अहिले आएर चाहिँ आफ्नो सहयोग गर्ने मनसायले चाहिँ मलाई आफ्नो सम्पर्कमा आएर म यति सहयोग गर्छु भनेर चाहिँ प्रत्यक्ष आफ्नो सहयोग चाहिँ मेरो खातामा पठाइसक्नु भएको छ। र त्यो खातामा पठाइसकेको सहयोगलाई चाहिँ त्यसलाई पारदर्शिता गर्नुपर्छ। त्यो पारदर्शिता गरिएन भने भोलि आफूलाई पनि नराम्रो हुन सक्छ। त्यही भएर एउटा पीडितको हातमा पैसा परोस्, जति 1 रुपैयाँ पनि 1000 रुपैयाँ पनि एउटा भाउ एउटै हो, त्यसको भ्यालु एउटै हो भन्ने उद्देश्यले हामी चाहिँ यो भिडियो निर्माण गरेका छौं। र यसै बीचमा सुनिल स्मृति गाउँपालिका साथ टेबाङका मेरो आदरणीय सोल्टी तथा हामीले चाहिँ सँगै काम गरेको, विदेशमा हुँदा हामी सँगै बसेको, एउटै थालमा खाएको मेरो हितैषी सोल्टी, म सोल्टी भन्दा पनि स्पेशल म मेरो आफ्नो अभिभावकको रूपमा ठान्छु। उहाँले मलाई धेरै कुराहरू सिकाउनु भएको छ, उहाँको मार्फतबाट म धेरै अगाडि जाने एउटा मौका पाएको छु। र आज सोल्टीले चाहिँ आफ्नो उहाँको इच्छा स्वरूप चाहिँ 2555 सहयोग गर्नु भएको छ। सोल्टीलाई एकदम धेरै धेरै धन्यवाद छ। कमल सिंह विक लगायत उहाँको घर परिवारलाई। र यो भिडियो प्रत्यक्ष मैले बनाउने काम भइरहँदा उहाँको छोराले चाहिँ मलाई सहयोग गरिराख्नु भएको छ। र त्यसैगरी अर्को एकजना नाम नखुलाउने शर्तमा मेरो प्रिय भान्जा, एकदम भान्जाको एकदम उज्जवल भविष्यको कामना गर्छु। भान्जाले चाहिँ 501 रुपैयाँ चाहिँ सहयोग गरिदिनु भएको छ। भान्जाको लागि एकदम धेरै धेरै धन्यवाद। आगामी दिनमा यस्तै सहयोग गर्दै जानु भान्जा। र यो भिडियोलाई जति सक्दो सक्नुहुन्छ शेयर गरिदिनु होला, साथीभाइसँग शेयर गरिदिनु होला। यो भिडियो मुख्य बनाउनुको उद्देश्य भनेको कुनै टिआरपी कमाउनको लागि, कुनै भिडियो भ्युजको लागि बनाएको होइन, एउटा सहयोग नितान्त पीडितले चाहिँ सहयोग पाओस् भनेर एउटा पीडितको लागि बनाएको भिडियो हो। यसलाई त्यसरी सहज रूपमा लिदिनु होला। यदि कसैले पनि आफ्नो इच्छाको व्यक्तिलाई अथवा कसैलाई पनि सहयोग गर्न चाहनुहुन्छ अथवा उक्त व्यक्तिलाई लिले सुनारलाई चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने डाइरेक्ट मसँग सम्पर्क गर्नु होला। त्यसपछि मेरो आदरणीय दाइ हुनुहुन्छ विनोद सुनार हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्नु होला। अथवा चाहिँ उहाँको भाइ अथवा भाइहरू काकाको छोराहरू छन्, उहाँलाई पनि उहाँको छोराहरूको नम्बर पनि म यहाँ भिडियोमा राख्नेछु, स्क्रिनमा राख्नेछु। केमा पनि तपाईहरुले सहयोग गर्न सक्नुहुनेछ। एनीबडी कसैलाई पनि तपाई सहयोग गर्न सक्नुहुनेछ, कसै व्यक्ति मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ। र उहाँको चाहिँ डायलाइसिस कार्यक्रम भइरहेको थियो र आज प्रत्यक्ष रूपमा चाहिँ किडनी ट्रान्सप्लान्ट भएको छ। इभन किडनी ट्रान्सप्लान्ट भइसकेपछि पनि उहाँको औषधिहरू एकदम हाई क्वालिटीको एकदम महँगो हुँदो रहेछ। त्यो औषधि उपचार गर्नलाई अझै हस्पिटलमा बस्नुपर्ने कति हो। एकदम बिरामीको अवस्था अब अहिले त सामान्य छ, काकी पनि होसमा आउने क्रम जारी छ, काका पनि होसमा आउने क्रम जारी छ। काकीलाई चाहिँ आइसियुमा राखिएको छ भने काकालाई चाहिँ नर्मल बाहिर बेडमा राखिसकेको छ। आतिनुपर्ने अवस्था छैन। तपाईहरुको यो सहयोगले गर्दा चाहिँ उहाँको भविष्य एकदम छिटो रिकभर हुँदैछ, उहाँको स्वास्थ्यमा छिटो रिकभर हुँदैछ। र यहाँ सम्पूर्ण साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, यदि तपाईहरु चाहिँ मेरो आफ्नो साथीभाइ इष्टमित्र, विशेष गरी म यो गीत संगीतको क्षेत्रमा लागेको हुनाले गर्दा राष्ट्रिय लोकतान्त्रिक दोहोरी गीत प्रतिष्ठान, त्यसैगरी त्यहाँ भएका पदाधिकारीहरू र विशेष गरी सम्मानित व्यक्तिहरू मार्फत पनि यो भिडियो मार्फत म एउटा अपेक्षा गर्न चाहन्छु। एउटा बिरामीलाई, एउटा किडनी फेल भएको बिरामीलाई चाहिँ हजुरले सानो सहयोग गरिदिनु हुनेछ भन्ने एउटा अपेक्षा पनि लिएको छु। र यो भिडियोलाई जति सक्नुहुन्छ सहयोग गरिदिनु होला। सक्नुहुन्छ आर्थिकले सहयोग गरिदिनु होला, सक्नुहुन्न भौतिकले सहयोग गरिदिनु होला। सक्नु भएन भने पनि एउटा सामान्य यो भिडियोलाई आफन्त यदि कसैले सहयोग गर्न चाहन्छ भने त्यहाँसम्म पुर्याइदिएर पनि सहयोग गर्नु होला। सहयोग नै हो, चाहे आर्थिक होस् चाहे भौतिक होस्, जे सुकै भए पनि सहयोग नै हो। तपाईहरुको सहयोगप्रति हामी कृतज्ञ रहनेछौँ। र यो भिडियोलाई जति सक्नुहुन्छ शेयर गरिदिनु होला।